हेलो एभ्रिवान, आज चाहिँ म फेरि पनि हजुरको माझमा उपस्थित भइसकेको छु। यो पनि यस्तो विशेष कार्यक्रम भएको ठाउँबाट म यो राईको सकेला कार्यक्रम चाहिँ आज विदेश जस्तो ठाउँमा पनि गर्नु पाउँदाखेरि एकदमै खुसी लागेको छ। अनि आज चाहिँ भव्य रमाइलो अनि हुँदैछ र हजुरहरूलाई म देखाउने फुल भिडियो देखाउने कोसिस गर्नेछु। अनि एकदमै जोस रमाइलो पनि भइरहेको छ। तर विदेश जस्तो ठाउँमा आफ्नो कल्चर अनि आफ्नो चाडबाड मनाउनु पाउँदाखेरि एकदमै खुसी लाग्छ है। अनि यहाँ चाहिँ आज हामी धेरैजना उपस्थित पनि भइसकेको छौँ अनि कार्यक्रम पनि सुरु हुन गइरहेको छ र अब एकैछिनमा सुरु चाहिँ हुनेवाला छ होइन कार्यक्रम पनि। हजुरहरूलाई म फुल्ली देखाउने कोसिस गर्नेछु, हेर्दै गर्नु होला। आज एकदमै बवाल अनि रमाइलो हुनेवाला छ। तर अलिकति मौसम अब विदेशमा खाडी मुलुकमा अलिकति मरुभूमिले गर्दा गर्मी त बवालै छ होइन। तर गर्मीको साथसाथै यहाँको कार्यक्रममा चाहिँ जति पनि पानी अनि पेप्सी दिउ जे खानुहुन्छ सब फ्री छ है हजुर। र गर्मीमा बस्नको लागि पनि व्यवस्था मिलाउनु भएको रहेछ होइन, एकदमै दामी होइन, खुसी लाग्यो। आफ्नो मातृभूमिभन्दा साथ राजाहरु दाजु कस्तो लाग्दो रहेको आज? बबाल त्यही पनि रमाइलो लाग्यो होला नि। पसिनाले चाहिँ यस्तो बबाल भएको छ है, यति गाह्रो छ, मजा पनि भएको छ होइन, रमाइलो पनि होइन। तर खाडीमा यतिको गर्मी त हुनैपर्छ है, यतिको गर्मी भने राम्रो पनि हुँदैन होइन, आँखा पोल्यो यार। तिमीले के खाएको यो? देखा छैन मैले है, यो मान्छे चाहिँ देखाउनु मिल्दैन अरे। कार्यक्रम चाहिँ सुरु भइसकेको छ, यतातिर हेर्नु होला है। ओ माई गड, रमाइलो हुँदैछ है त।
सो गाइस एकदमै रमाइलो भइराखेको छ र अरू पनि अझै बाँकी नै छन्, कार्यक्रम सकेको छैन। सो हेर्दै गर्नु होला है त। सो गाइस फाइनली आज चाहिँ हामी प्रोग्राम हेरेर फर्किन लागिसकेछौँ र एकदमै यस्तो मरुभूमि ठाउँमा पनि एकदमै राम्रोसँग प्रोग्राम भयो र थ्याङ्क यू भेरी मच माई भिडियो वाचिङ।